अलिक सोच्नुपर्छ क्या दिमाग लगाएर मतलब साथीले भन्यो भने गइदिउँ न त गइदिउँ नो म सक्दिनँ सबै हे वाट्स अप बुलिज आई एम ब्याक है इट्स मी युकेश प्रसाई र आज चाहिँ स्टोरी टाइम हो है र तपाईँहरूलाई आज म एउटा स्टोरी सुनाउन गइरहेको छु है मेरो एकचोटि के भएको थियो भन्दाखेरि म क्लास 9 मा पढ्थेँ कि अनि के भयो भन्दाखेरि एकजना मेरो फ्यामिली फ्रेन्ड थियो कि एकजना अनि उसको नाम चाहिँ अहिले नभनौँ मलाई उसको नाम एक्स राखिदिउँ है एक्स हो उसको नाम है अनि के भन्यो भन्दाखेरि बेलुकातिर कति 9 बजेको थियो होला होइन 9 बजेको थियो अनि युकेश यता आउँदा भने भन न भनेको हामी एडभेन्चर गर्न जाने हो भने के अनि त्यसपछि मैले सोचेँ एडभेन्चर कस्तो एडभेन्चर भनेको म तिमीलाई अहिले भन्छु अहिले निक्लिम घरबाट बेलुका एडभेन्चर गर्न जाऊँ मजा आउँछ भने अनि मैले भने हुन्छ ठिकै छ गरौँ न एडभेन्चर गरौँ न भने मैले हुन्छ अनि हामी दुईजना निक्लियौँ घरबाट एडभेन्चर गर्न अनि एडभेन्चर गर्न हामी दुईजना निक्लिसकेपछि के भयो भन्दाखेरि उसले के भन्यो भन्दाखेरि तिम्रो स्कुल यहीँ छेउमा छ तिम्रो स्कुलमा छिरौँ अनि तिम्रो स्कुलमा छिरिसकेपछि चाहिँ हामी त्यहाँको सब क्लासमा छिरौँ कसैले थाहा नपाउने गरी सब क्लासमा छिरौँ राति अनि सब क्लासमा छिरिसकेपछि कसैले थाहा नपाउने गरी चुपचाप निक्लियौँ भने के अनि मैले भने त्यस्तो गर्ने चाहिँ किन भन्ने अनि केही हुँदैन मजा आउँछ एडभेन्चर हो भने अब मैले किन के दिमागमा आयो मैले हुन्छ ल जाम भन्दै के अनि हुन्छ जाम भने अनि त्यसपछि हामी दुईजना गयौँ है अनि एकजना अर्को भाइ थियो त्यसलाई हामीले बाहिर राख्यौँ यसो किपर ऊ चाहिँ गेट किपर टाइपको कोही आयो भने भन्ने अनि हामी भित्र छिर्यौँ स्कुलभित्र अनि स्कुलभित्र छिरिसकेपछि अब उसले त्यो छिरौँ भने त्यो बेला अनि त्यसपछि स्कुलभित्र छिर्यौँ अनि स्कुलभित्र छिरिसकेपछि के भन्यो भन्दाखेरि त्यो आरके अङ्कल भन्ने एकजना हुनुहुन्छ क्या माथिबाट हेर्दै आएर रहेछन् कोही छिर्छ कि भनेर अनि त्यसपछि के भयो भन्दाखेरि त्यहाँ छिरिसकेपछि त्यो अङ्कलले मतलब हुन्छ नि हामी ठ्याक्क त्यो गेटबाट छिर्दै थियौँ होइन अनि त्यो अङ्कलले माथिबाट चोर भने के अनि त्यसपछि उता भागिदिइहाल्यो अनि मैले उसको पछि भागेँ अनि त्यसपछि के भयो भन्दा हामी त भाग्यौँ अनि जुन गेट किपर बसेको फुच्चे थियो त्यो भाइ त्यसले पक्राउ खायो अनि हामी त निक्ल्यौँ होइन अनि के भयो भन्दाखेरि अब त्यो भाइलाई त लिन जानु पर्यो अनि हामी एक राउन्ड हानेर घुमेर गयौँ टोलको अङ्कलहरूले त्यसलाई समातेर रहेछ होइन अनि त्यसपछि के हो कसो हो भने अनि अङ्कल हामी यत्तिकै यसो खेल्दै अब यसो एडभेन्चर गर्न छिरेको हो मेरो स्कुल हो भने अनि एकछिन गाली गरी अनि छोडिदियो कुरा पुग्यो प्रिन्सिपल म्यामसँग त्यहाँको कोअर्डिनेटरहरू सबलाई थाहा भयो म बेलुका आएको थिएँ भनेर कुरा लगाइदिइसक्यो अब जुन त्यो भन्ने मान्छे मेरो साथी थियो अब उता गयो उसको छुट्टी स्कुल कता हो अलि अर्को ठाउँमा बस्छु म फसेँ मलाई बोलाए अफिस रुममा मतलब हुन्छ नि अफिसमा बोलाए अनि दुनियाँभरको के भयो होइन मैले यत्रै सहनु पऱ्यो अनि त्यसपछि घरमा आएँ मम्मीले थाहा पाउनु मम्मीले झापड हान्नु हो दुनियाँ म फसेँ कि त्यहाँ स्कुलमा पनि थाहा भयो स्कुलमा नि अलग ट्रिटमेन्ट भयो घरमा अलग ट्रिटमेन्ट भयो एकदम हुन्छ नि त्यही भएर कसैले अब एडभेन्चर गर्न जाऊँ भनेर कसैले भनेर नजानु के मेरो एक्सपिरियन्सले भन्छ कि एडभेन्चर गर्न जानु हुँदैन कहिलेकाहीँ अलिक सोच्नुपर्छ क्या दिमाग लगाएर मतलब साथीले भन्यो भने गइदिउँ न त गइदिउँ नो म सक्दिनँ सबै यही थियो हाम्रो आजको स्टोरी चाहिँ होइन त्यही कुरामा म अलिक राति 9 बजे गएको कि राति 9 बजे ओके हो त्यही हो अब जो नयाँ हुनुहुन्छ च्यानलमा सब्सक्राइब गरिदिनु होला म चाहिँ गफ हान्छु यस्तै खालको है बाई